तपाईहरुलाई पनि टिकटकमा भ्युज टन्नै ल्याउन मन छ भनेदेखि चाहिँ दाइ यो गाउँमा अहिले राम्रै चाहिँ एआई को कानुनीहरू युज गर्नुपर्ने छैन। रहेछ। मैले पनि हिजो मात्रै गुगल भिडियो 3 युज गरेर एउटा भिडियो बनाएर टिकटकमा हालेको थिएँ, जुनमा चाहिँ विदिन 24 आवर्स त्यो टिकटकमा फलोवर्स पनि 0 मात्रै थियो। त्यसमा चाहिँ यति बेला लगभग 0.5K भ्युज आएको छ भनेपछि अहिले चाहिँ टिकटक, युट्युब सबैले यो एआई जेनेरेटेड भिडियोहरूलाई एकदमै पुस गरिरहेको रहेछ हैन। सो तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईले आफ्नो मोबाइलमा जेमिनाई भन्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ र त्यसलाई अपग्रेड गर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ तपाईसँग मास्टर कार्ड चाहिन्छ र मिनिमम ब्यालेन्स भनेको $20 हो। 1 मन्थको फ्री ट्रायल पनि पाउनुहुन्छ। त्यसपछि चाहिँ एभ्री मन्थ तपाईले $20 तिर्नुपर्ने हुन्छ। सो 1 महिनाभित्र केही भएन भने क्यान्सल गर्दा नि भयो, अब युज गर्न मन लाग्यो भने युज गर्दा नि भयो। एकदमै सजिलो रहेछ हैन, जसले चाहिँ तपाईको स्क्रिप्ट अनुसार भिडियो बनाइदिन्छ। तपाईले जसरी लेखेर दियो त्यही अनुसारले भिडियो बनाइदिन्छ। सो तपाईहरुलाई पनि टिकटकमा यति बेला भ्युज चाहिएको छ भनेदेखि चाहिँ यो खालको टुल्सहरु युज गरेर भिडियो बनाउनुस् है त। धन्यवाद।